हेलो गाइज के छ म चाहिँ आज रोला एउटा शारजाको पार्कमा छु। यहाँ फुलहरू कति राम्रो फुलिरहेको छ नि त। यो घर चाहिँ कति राम्रो छ है, कति राम्रो घर छ होइन। झिलिमिली मस्जिदहरू अलि अफ्तारी गर्ने बेला भइसक्यो। अब मान्छेहरूले रोजा बसेकोहरूले अफ्तारी गर्नु भयो होला। अनि कस्तो दामी देखिरहेको छ साथीभाइहरू हेरौँ उता होइन। जस बबाल देखिरहेको छ कि अब भयङ्कर मोटो हो नि। मोटो पहिलाभन्दा एकदम धेरै मोटा रहेको छ कि आजभोलि एक्सर्साइज गरेको छ नि त। अब एक्सर्साइज गर्ने यहाँ आउनु नजिक रहेछ कि 5-10 मिनटपछि त यहाँ आइरहेछ उता रुमबाट। म चाहिँ अब एक्सर्साइजहरू गर्छु। पहिला 75 केजी थिएँ, अहिले त म त 78 पुगिसकेको छु। 3 केजी मोटाइसक्यो कि अब घरमा त रोलामा आएर खाना खाने, सुत्ने, काममा जाने आउने त्यस्तै गरेर होला नि त। अनि पहिला धेरै एक्सर्साइज गर्ने, आज भुल्नु गर्ने बिच होइन कि समुद्र बिच त यहाँ बितिहाल्यो नि समुद्र जाने हामी। अनि हाम्रो सर अनि यहाँको विकासहरू पनि पर्छ, सुन्दर हुनु पर्यो, हरियाली सुन्दर हुनु पऱ्यो, यति सफा हुनु पऱ्यो, बगैँचाहरू हुनु पऱ्यो। आनन्दले फ्रीमा क्या हेरौँ त। यहाँ कति खर्च लगानी होला तर मान्छेहरू आनन्दले बसिरहेछन् यस्तो हुनु पऱ्यो कि निःशुल्क मान्छेहरूले आनन्द ल्याउनु पाउनु कि मजाले फ्रिडम भएर होइन। अन्त कति राम्रो फुलहरू छन्। आहा यस्तो हुनु पऱ्यो है नेपालमा। अनि सानो पार्क बनायो, पैसा उठायो, त्यो पैसाले न पार्क राम्रो हुन्छ न त्यहाँ सेवा सुविधा गतिला हुन्छन्। त्यसरी पैसा उठाउने खाने गरेर त राम्रो भएन कि। निःशुल्क हुनु पऱ्यो कि यस्तो तरिकाको, यस्तो हुनु पऱ्यो है। त दुबईसँग त फेरि नेपाल तुलना गर्ने त भएन, तर त यस्तो त गर्नु पऱ्यो कि। हाम्रा त त्यतिकै दुबई त्यतिकै उम्रिरहन्छ, सार्नु पर्ने जरुरत छैन नि। त्यहाँ बस भएको खाली जग्गालाई सदुपयोग गर्ने हो कि। अनि त्यही हो, यहाँ त जस लाइटहरू झिलिमिली छ, बगाल छ, चराहरू पनि चिरिबिरी गरिरहेको छ होइन त। यो रुखमा त चराहरू तन्नै रहेछ, चिरिबिरी गरेर रहेछ। नेपालमा भयो बास हान्नु जानुहुन्थ्यो, अब यहाँ त अब त्यस्तै हो। ठिक छ, ओके, यति नै हो आजलाई। आजको यति हो ल, आज समाप्त। बाई बाई। ट्युसडेको लागि आइथ्यो, आज ट्युसडे हो, यति नै। बाई बाई।